विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयः। आजको अस्तव्यस्त संसारका बीच यी कर्णप्रिय धुनहरू, व्यस्त र प्रतिस्पर्धी मानिस भन्दा फरक धैर्यको प्रतीक यो पोखरी। अलपत्र कार्यशैली र कर्तव्य विमुखताको बावजुद यो निरन्तर समर्पण। जलवायु परिवर्तनको आक्रमणका बीच यो सुन्दर र मोहक वातावरण। हिंसाको साम्राज्य बीच आस्था र विश्वासको यो प्रस्तर मूर्ति। नारायणहिटी नारायण स्थान मन्दिर एक सिङ्गो इतिहास। राजा धर्मागत अर्थात् धर्माकर चौथो प्रहर लाग्न साथ साँखो स्थित वज्रयोगिनी माईको मन्दिरमा दर्शन गर्न जान्थे र हाल त्यहाँ घोप्ट्याएर राखिएको कराहीमा स्वत उम्लिरहेको तेलमा आफू होमिन्थे। राजाको शरीरको त्यो पाकेको मासु देवीहरू आफ्ना गणहरूसहित मिलेर मांस भक्षण गर्थे अनि राजालाई बिउताएर पुनः शरीर जस्ताको तस्तै बनाइदिन्थे। त्यस बापत राजाको तौलको दोब्बर स्वर्ण मुद्रा दिएर पठाउँथे। त्यागी र धर्मात्मा राजा धर्माकर त्यही द्रव्य लगेर आफ्ना गरिब प्रजालाई दान दिन्थे, भोजन गराउँथे। त्यसपछि राजा प्रत्येक दिन 4 नारायणको नित्य दर्शन गर्न जान्थे। यो क्रम चल्दै जाँदा एक दिन मनहरा खोलामा पुगेपछि 81 आँधी बेहरी सहित बाढी आयो। राजाले खोला तर्नै सकेनन्। उनी साह्रै बिलख बन्दमा परे। ठीक त्यही बेला आकाशवाणी भयो, धर्माकर तिमीले धेरै त्याग गर्यौ, पुण्य कमायौ। अबदेखि तिमीले हामी नारायणहरूको दर्शन गर्न चारैतिर धाउनु पर्दैन। तिम्रो अगाडि रहेको त्यो ढुङ्गोमा हामी बसेका छौँ। त्यसैलाई उत्खनन गरेर आफ्नो दरबार नजिकै स्थापना गर र त्यसैको दर्शन गर। तिमीलाई त्यसैबाट फलिफाप र धर्म मिल्नेछ। त्यसपछि धर्माकरले त्यसै बमोजिम गरे। त्यही शिला नै नारायण मन्दिरको मूर्ति चतुर्व्यूह नारायण हुन्। काठमाडौँको मुटु अजर इतिहास नारायणहिटी दरबारको दक्षिणपट्टि रहेको यो अलौकिक मन्दिरको स्थापनाको विषयमा यो किम्वदन्ती पाइन्छ। वैष्णवहरूको आस्थाको प्रतीक नारायणको यो मूर्ति स्थापनाको विषयमा वैष्णवकै वंशावलीमा भने अलिक फरक किम्वदन्ती पाइन्छ। जस अनुसार यो मूर्तिको स्थापना धर्मागत देव नामक राजाले गराएका हुन्। उनी चारै नारायण कहाँ गएर तरह तरहले सेवा गर्थे। उनी निकै धर्मात्मा थिए। एक दिन उनलाई स्वप्नमा जलाशयन नारायणबाट दर्शन मिल्यो र नारायणले भने, हे राजन, म शतरुद्र पर्वतमा पहिरो गएको कारण त्यहाँ पुरिएर रहेको छु। मलाई त्यहाँबाट उद्धार गर र त्यहीँको पोखरीको पानी चढाएर पूजा गर। तिमीले चारैतिर धाउनै पर्दैन, पुण्य यसैमा मिल्छ। धर्मागत देवले त्यो ठाउँ खण्ड लगाए। नभन्दै नारायणको मूर्ति भेटियो र पोखरी र मन्दिर पनि भेटियो। त्यही नै राजाले मन्दिर बनाएर मूर्ति स्थापना गरे। जे होस्, चतुर्व्यूह नारायणको मूर्ति स्थापना धेरै अगाडि भएको, यसको महत्व अद्वितीय रहेको र यससँग जोडिएका प्रसङ्गहरू हाम्रो संस्कृति र दर्पण हुन् भन्ने कुरामा दुई मत छैन। मन्दिर निर्माणको कुरा गर्दा चाहिँ वंशावलीका अनुसार विष्णुगुप्तले स्थापना गरेका हुन्। फेरि कतै कतै चाहिँ राजा विक्रम सेनले आफूलाई राजतिलक दिने महाराज धर्मागतको हातबाट गराएका हुन् भनेर पनि उल्लेख गरेको पाइन्छ। नारायणको मन्दिरसँगै रहेको पोखरी, जसलाई नेवारी भाषामा हिटी भनिन्छ, मन्दिरसँगै पोखरी अर्थात् हिटी भएको कारणले पनि यस मन्दिरको नाम नारायण हिटी रहन गयो भन्ने एउटा भनाइ छ।
आधुनिक विकासको एक नमुना मोटर बाटो बन्ने क्रममा मन्दिर र पोखरी वारिपारी भए पनि यी कुनै दिन एकै ठाउँमा थिए भन्ने बुझ्न गाह्रो छैन, जुन इतिहासका प्रत्येक हरफ र अर्थहरूमा प्रतिबिम्बित हुन्छ। हिजो आजको व्यस्त दैनिकी, साँघुरिँदै गएका धार्मिक एवं सांस्कृतिक स्थानहरू तथा बिर्सदै गइएका इतिहासहरूका बीच तिनका शिकार बनिरहेका हाम्रा अलौकिक स्थानहरू मध्येको एक हो यो नारायणहिटी नारायण मन्दिर। यो मन्दिर सर्वसाधारणको लागि पनि सदियौंदेखि नै खुल्ला गरिएको छ। चर्चा र जानकारीको अभावले अझै पनि ओझेलमा परेको भने आभास हुन्छ। तर जब मन्दिर प्रवेश गरेपछि बरपिपल र समीको अलौकिक सङ्गमको विशाल वृक्षमुनि बसेर शिखर शैलीको मन्दिर हेर्छ, तब प्रत्येक मानिसले प्राप्त गर्छ एक फरक अनुभूति, शान्ति र धर्मको। नारायणहिटी श्री नारायणको उत्पत्ति, वर्णन तथा महत्त्वको बारेमा विभिन्न शोधकर्ता तथा विद्वानहरूले प्रश्न पारि नै सक्नु भएको छ। यस स्थानको प्रचार प्रसारको अभावमा र हाल जीर्णोद्धारको पर्खाइमा रहेको छ। यसलाई सम्बन्धित निकायको चाहिँ ध्यान जानु जरुरी भइसकेको छ। यो मन्दिरको यति महत्त्व छ कि यसमा आनन्द, आफ्नो मनमा आनन्द विभोर हुन्छ र यो मन्दिरको तपाईँको संरक्षण र सम्वर्धन गर्नमा सम्बन्धित निकायहरूको हाम्रो केही पुगेको छैन। हामी जे जति भइरहेछ भक्तजनको आफूमा यो आपसी मनोभावनाबाट मतलब श्रद्धा र प्रेमबाट जे जति संरक्षण भइरहेछ त्यति मात्र हो। भगवानको अलौकिक रूप छ यहाँ, जसले सच्चा भावले चाहेर भगवानको सेवा गर्छ उसलाई अवश्य उसले चाहेको फल प्राप्ति हुन्छ भनेर यसरी भक्तहरू पनि आएर यस्ता कुराहरू पनि गर्नुहुन्छ हामीसँग। यहाँ आउँदा धेरै शान्ति हुन्छ, धेरै आनन्द आउँछ। यहाँ आएर दर्शन गर्दाखेरि आफूलाई मनमा लागेको दुःख पीर भित्रै आत्मादेखि नै यो ढोकामा आएर चाहिँ बिलौना गर्ने हो भने त्यो एकदम सत्यसँग पुग्छ। मलाई धेरै एउटा कुरा पुगेको छ। यहाँ चाहिँ धेरै नै विश्वास भएको हुनाले म चाहिँ यहाँ आउन मन लागिरहन्छ। अझ प्रत्येक एकादशीमा गर्ने गरिएको भजन कीर्तनले त मन्दिर परिसर यसरी घन्किन्छ मानौ स्वर्गको एउटा सानो टुक्रा फुत्त खसेको हो यहाँ। प्रत्येक दिन गरिने नियमित पूजामा बज्ने शङ्ख र घण्ट अनि फैलिने धूप दीपको सुवास त्यसका साक्षी बन्छन्। संरक्षण संवर्धन गर्नु अति आवश्यक छ। और हाम्रो देशमा कल्चरलाई त्यति छुट्याएको छैन, तैपनि हाम्रो साथीभाइ कलाकारले यसलाई प्रमोट गर्नलाई आफ्नै पाकेटबाट चन्नबाट पनि हामीले यहाँ उठाइरहेको छौँ। सङ्गीत भनेको नाद ब्रह्म ताल रुद्र भन्छ। यहाँ आउँदाखेरि नै एउटा चाहिँ मान्छेलाई एकदम आनन्द अनुभूति हुन्छ। हरेकलाई एकादशीमा आएर यहाँ कार्यक्रम सुनिदिनु हुन पनि म अनुरोध गर्दछु। शिखर शैलीका मन्दिरहरूमा 3 देखि 21 वटासम्म गजुर राखिन्छ। नारायण मन्दिरमा पनि एउटा मुख्य गजुर छ र बाँकी चारैतिर गजुरहरू रहेका छन्। अन्दाजी 20 मिटर अग्लो यस मन्दिर परिसरमा दक्षिण र पूर्वपट्टि धर्मशाला बनाइएको छ। यी धर्मशाला तथा सत्तलहरूको निर्माण विक्रम सम्वत 1882 मा भएको हो। विक्रम सम्वत 1990 सालको भूकम्पले क्षति भएपछि श्री 3 जुद्ध शमशेरकै पालामा त्रिभुवनको राज्यरोहण गरेको 25 वर्ष रजत जयन्तीको लागि यसको जीर्णोद्धार गरिएको हो। पछि श्री 5 महेन्द्रले पनि 2016 सालमा जीर्णोद्धार एवं मर्मत गरेको पाइन्छ। 4वटा प्रवेशद्वार रहेको यस मन्दिर 481 वर्ग फिटको समतल चौकोरमा निर्मित छ। वरिपरि लगाइएको पेटी मन्दिर निर्माणको हाम्रो प्राचीन शैलीलाई प्रतिबिम्बित मात्रै गर्दैन, निर्माताहरूका दूरदर्शिता अर्थात् बलियोपनाको गहन अनुभवलाई समेत स्पष्ट पार्छन्। 2072 सालको विनाशकारी भूकम्पमा समेत सामान्य क्षति बाहेक अरू नहुनुका पछाडि यस्तै कारणहरू छन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ। मन्दिरका सबै प्रवेशद्वारको ठिक माथिपट्टि अर्धगोलाकार तोरण राखिएको छ। तोरण नेपाली मन्दिरहरूको विशेषता भित्रै पर्छ, जसको धार्मिक महत्त्व उत्तिकै छ।
शिखर शैलीका मन्दिरहरूको अर्को विशेषता हो स्तम्भहरू। नारायणको यस मन्दिरमा पनि चारैवटा प्रवेशद्वारमा चारवटा गरी 16वटा स्तम्भहरूले मन्दिरको बोझ थामेका छन्, जसले पिलरको काम गरेको हामी देख्न सक्छौं। मन्दिरको शिरमा रहेको सुनको जलप लगाइएको गजुर निकै आकर्षक र कलात्मक छ। पूर्ण कलश र माङ्गलिकको प्रतीक मानिने यो गजुर श्री 5 रणबहादुर शाहले चढाएका हुन्। यो कलात्मक, भव्य र मौलिक मन्दिरभित्र विराजमान छन् श्री नारायण। चतुर्व्यूह विष्णु अर्थात् नारायण भगवान मूर्तिका चारवटा मुखहरू विष्णुका 4 रूप हुन्। पूर्वमुख वासुदेव, दक्षिणमुख शङ्कर्षण, पश्चिममुख प्रद्युम्न र उत्तरमुख अनिरुद्ध, जसका सिंह स्वरूप नै नारायण हुन्। यस नारायणहिटी स्थित यो श्री नारायणको मन्दिर दर्शन गरेमा काठमाडौँका चारै नारायणको दर्शन गरे बराबर पुण्य प्राप्त हुने कुरा विश्वास गरिन्छ। विष्णु भगवान वैष्णवहरूका मुख्य देवता हुन्। यद्यपि सम्पूर्ण हिन्दूहरूका समेत आस्था र विश्वासका प्रतीक हुन्। आखिर देवताहरूका नाम फरक फरक भए पनि शक्ति र अनन्त लीन साम्राज्य सञ्चालनका दृष्टिले सबै एउटै नै हुन्। नारायणहिटी नारायणस्थान मन्दिरको गर्भगृहको उत्तरपट्टि भित्तामा एक हरिहरको मूर्ति स्थापना गरिएको छ। करिब 2 फिट उचाइ र 10 इन्च चौडाइ रहेको यो मूर्ति विष्णु र शिवको संयुक्त रूप हो। यो मूर्ति पाककला शैलीमा बनाइएकोले यसलाई ईसाको 8औं शताब्दीमा निर्मित प्रस्तर कला मान्न सकिन्छ। नारायण मन्दिरको दक्षिण पश्चिम कुनामा रहेको देवलभित्र रहेका नृसिंह नारायणको मूर्ति पनि मन्दिरका थप आकर्षण हुन्। नारायण मन्दिरको गर्भगृहभित्र नरसिंह रूपमा शालिग्राम रहेको छ। शालिग्राम प्राकृतिक बनावटको रहेको छ। नरसिंह वैष्णव जातिका कुल देवता पनि हुन्। नरसिंह नारायणको विशेष पूजा वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन गरिन्छ। पञ्चामृत सहित शुद्ध जलले स्नान गरेर षोडशोपचार विधिद्वारा पूजा गर्ने प्रचलन रहेको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट खट यात्रा सहित नरसिंह शालिग्रामलाई सहर परिक्रमा गराउने प्रचलन रहेको छ। नारायणहिटी नारायण स्थानको हनुमानको मूर्तिसँगै पूर्वपट्टि यो शिवलिङ्ग रहेको छ। यो शिवलिङ्गको चारैतिर 4 मुखहरू बेग्ला बेग्लै भावमा छन्। साथै बेग्ला बेग्लै केश विन्यास र हस्त मुद्राहरू पनि विविध प्रकारका रहेका छन्। यी 4 मुखहरूलाई पूर्व, दक्षिण, पश्चिम र उत्तरलाई क्रमशः तत्पुरुष अर्थात् महादेव, अघोर अर्थात् भैरव, सद्योजात र वामदेव अर्थात् उमालाई अंकित गरिएको छ। नारायण मन्दिरमा रहेको विभिन्न आकर्षक पक्षमा बर, पिपल र समीका वृक्षलाई पनि लिइन्छ। बर, पिपल र समी एकै ठाउँमा रोपिनुले वातावरण त जोगाउँछ नै, वृक्षबाट अक्सिजन पनि प्राप्त हुन्छ। यस दृष्टिले हेर्दा नारायणस्थान स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्त्वपूर्ण क्षेत्र साबित हुन्छ। ज्योतिषीय दृष्टिबाट पनि राहु, केतु र शनिको ग्रहबाट निवारण हुन प्रत्येक शनिबार यी 3 वृक्षमा जल चढाउनु अति महत्त्वपूर्ण मानिन्छ। नारायण मन्दिरको दक्षिण पश्चिम कोणमा एक अमलाको बोट रहेको छ। यहाँ चौतारो पनि बनाइएको छ। वरिपरि ससाना मूर्तिहरू स्थापना गरिएको छ। यस ठाउँमा मुरली मनोहर, गरुड नारायण, लक्ष्मी नारायण, अर्धनारेश्वर, चतुर्बाहु नारायण, नाग नागिनी आदिका ढुङ्गाका मूर्तिहरू समय समयमा विभिन्न व्यक्तिहरूद्वारा स्थापना गरिएका देखिन्छ। मन्दिरको उत्तर पूर्व कोणमा काभ्रोको बोटमुनि स्थापित भैरवको टाउको यहाँको अर्को आकर्षण हो। भैरव रिसाहा पनि हुने हुनाले यहाँ स्थापना गर्नुको अर्थ श्री नारायणको सुरक्षार्थ खडा गरिएको अर्थ पनि कतिपय संस्कृतिविदहरूले लगाएका छन्। नारायण मन्दिरको दक्षिण पश्चिम कोणमा एक सानो देवल छ, जसमा रामचन्द्र, सीता, लक्ष्मण, कृष्ण, राधा, भरत र शत्रुघ्नका मूर्ति रहेका छन्। सन् 1858 अर्थात् विक्रम सम्वत 1915 मा पुजारी लक्ष्मण दासले स्थापना गरी नित्य पूजा र पर्वका लागि गुठी राखेको कुरा शिलापत्रबाट बुझ्न सकिन्छ। रामचन्द्रको मन्दिर 4 फिट अग्लो रहेको छ। यो मन्दिर शाहकालीन कला अर्थात् घण्ट आकृतिको स्वरूपमा निर्माण भएको देख्न सकिन्छ।
नारायणहिटी नारायणस्थान मन्दिरको दक्षिण पश्चिम कुनामा रामचन्द्र मन्दिरसँगै एक सानो देवल रहेको छ। यस देवल पनि हुबहु रामचन्द्र मन्दिर जस्तै तर अलिक सानो रहेको छ। देवालयहरूमा देवदेवताको प्रीति गरी कुनै धार्मिक कार्य गर्ने मानिसहरूको शालिग स्थापना गर्ने परम्परा छ। यसै अनुरूप चतुर्व्यूह नारायण मन्दिरको पश्चिम दक्षिण कुनामा सानो देवलको भित्र भैरव र लक्ष्मी नारायणको मूर्तिसँगै 2 जोडी भैरव र लक्ष्मी नारायणको मूर्ति रहेको छ। यो शालिगमा 2 पुरुष र 2 नारी आकृतिहरू स्तुति मुद्रामा घुँडा मारेर नमस्कार गरिरहेको मुद्रामा छन्। चारैजनाको वेशभूषा पुरुषको जामा पगरी र नारीको धोती चोलोको प्रयोग गरिएको छ। यो शालिग पुजारीहरूको पुर्ख्यौली भएको कुरा सानो देवलको दायाँपट्टि ठूलो देवलको उत्तरपट्टि भित्तामा रहेको अभिलेखबाट पनि जानकारी पाइन्छ। नारायण मन्दिरको ठिक पश्चिमपट्टि दिशामा ढुङ्गाका 11वटा ससाना अर्धगोलाकार रूपमा कुमारीको प्रतीक राखिएको छ। कुमारीको बायाँपट्टि भक्तभक्तिनी र अगाडि बालकको मूर्ति पनि स्थापना गरिएको छ। यस कुमारीको मन्दिरमा सिटी नखको दिन काठमाडौँका केही नेवार समुदायका परिवारले कुल देवताको रूपमा पूजा गर्ने प्रचलन छ। नारायणहिटी नारायण मन्दिरको कम्पाउन्डभित्र एक राम नाम स्तूप पनि स्थापना गरिएको छ। विक्रम सम्वत 2012 सालमा स्वर्गीय त्रिभुवनको स्मृतिमा तत्कालीन राजा श्री 5 महेन्द्रको धर्म बढोस् भन्ने कामनाले 3.5 लाख तुलसी पत्रमा राम नाम लेखेर राखेको कुरा स्तम्भमा राखिएको अभिलेखबाट थाहा हुन्छ। करिब 4 फिट अग्लो 5.5 फिट मोटाई भएको स्तूपलाई 4 दिशामा 4वटा नागले रक्षा गरेर बनाइएको छ। यसको सुरक्षार्थ फलामको पार लगाइएको छ। उक्त धर्मस्तम्भमा हरेक वर्ष एक दिन कवि प्रसाद गौतम अखण्ड हरि नाम कीर्तन समूहबाट हरिकीर्तन गरिन्छ। नारायण स्थानको उत्तरपट्टि कोणमा विशाल रुद्राक्षको बोट पनि रहेको छ। रुद्राक्षलाई शिवजीको आँसु भनिन्छ। पृथ्वीमा भएका समस्त प्राणीका रोग दरिद्री नाश गर्न शिवजीले आँसु प्रदान गरेको मानिन्छ। नारायणहिटी नारायण मन्दिरको प्राङ्गणमा सादा शिवलिङ्ग स्थापना गरिएको छ। काभ्रोको बोटमुनि पूर्वतिर फर्किएको करिब 1 फिटको ढुङ्गाको मूर्ति स्थापना गरिएको छ। पूर्व दिशा अर्थात् सूर्य उदाउने दिशामा फर्किएको कारणले यसलाई सूर्य विनायक भन्ने प्रचलन रहेको छ। प्राङ्गणको दक्षिणी भागमा हनुमानको मूर्ति स्थापना गरिएको छ। नारायण स्थानमा हनुमानको मूर्ति स्थापना गर्ने प्रचलन कमै भेटिन्छ। भगवान विष्णुको 7औं रूप श्रीरामका अनन्य भक्त हनुमानको मूर्ति स्थापना गर्नाले अनिष्टबाट बच्न सकिन्छ भन्ने उद्देश्य रहेको छ। यो मूर्तिमा ठूला आँखा र उठेको मुख रहेको छ। 2वटा गोडाका औंलाहरूमा नङको बान्की देखिन्छ। दायाँ हात वरद मुद्रामा र बायाँ हात अभय मुद्रामा रहेको छ। दुवै हातमा बाला लगाएको छ। हनुमानको मूर्तिको उचाइ प्रस्तरको बैठकपछि 5 फिट रहेको छ। हिन्दू समाजमा हरेक शुभ कार्यमा सर्वप्रथम पूजिने देवता गणेश हुन्। नारायण मन्दिरको उत्तर पश्चिम कोणमा गणेशको स्थापना गरिएको छ। करिब 2.5 फिट जति अग्लो गणेशको मूर्ति कमलासनमा देखाइएको छ। गणेशको दायाँ तल माथि हातले अक्षमाला र वरद मुद्रामा देखाइएको छ भने बायाँ तल माथिको हातले परशु र मोदक अर्थात् लड्डु समातेको देखाइएको छ। अन्य ठाउँको तुलनामा यो गणेश भिन्न रूपको देखिन्छ। यो मूर्ति विक्रम सम्वत 2019 सालमा बाटो बढाउँदा यहाँ ल्याएर राखिएको हो। नारायण मन्दिरको उत्तरपट्टि एक सरस्वतीको मूर्ति रहेको छ। कमलासनमा बसेको सरस्वतीको मूर्तिका 4 बाहु छन्। दायाँ तल र माथिको हातमा अक्षमाला लिएको र वरद मुद्रामा रहेकी छिन् भने माथि हातमा पुस्तक लिएकी छिन्। सरस्वतीको मूर्तिमा पारदर्शी वस्त्रको प्रयोग गरिएको छ। पुष्ट शरीर, कानमा भारी कुण्डल, गलामा हार, कम्मरमा कमल बन्धको प्रयोग गरेकी नवयौवनाको रूप रहेको छ। बीचमा 2 बाहुकी देवीको मूर्ति करिब 10 इन्च जतिको स्थानक आसनमा रहेको छ। सरस्वतीको मूर्तिसँगै गाभिएका अर्थात् एकै प्रस्तरमा रहेका साना मूर्तिहरूमा गणेश, वीणा लिएकी सानो सरस्वतीको मूर्ति र बायाँपट्टि सानो चतुर्व्यूह नारायणको मूर्ति र तलपट्टि गण जस्ता मूर्तिहरू पनि देखिन्छन्।
सरस्वतीकै बायाँपट्टि लहरै राखिएका छन् चतुर्व्यूह विष्णुको 1 फिटको स्थानक मुद्रा, गरुड लक्ष्मी सहितको 4 बाहु नारायण मूर्ति र गरुड लक्ष्मी सहितको अर्को नारायणको मूर्ति सरस्वतीको बायाँपट्टि लहरै राखिएका छन्। नारायण मन्दिरको पूर्व उत्तर कोणमा 4 फुट चौडाइको प्रस्तर मूर्ति स्थापना गरिएको छ, जसलाई दक्षिणपट्टि फर्काएर स्थापना गरिएको छ। कमलासनमाथि त्रिभङ्ग मुद्रामा रहेकी देवीलाई क्रोधित स्वरूपमा कुदिएको छ। 18 हात भएकी महिषासुर देवीले असुरको कपाल समातेर त्रिशूलले घोपेको देखाइएको छ। कालो ढुङ्गामा रौद्र रूपमा पुष्ट अङ्ग, छिनेको कम्बर र भारी गहनाले युक्त भएकी देवीलाई पलाञ्चोक भगवतीसँग तुलना गर्न सकिन्छ। कला पक्षमा उत्कृष्ट देखिने लाम्चो अनुहार भएकी आयुधहरूको स्वरूप हेर्दा यो मूर्ति ईस्वी सम्वत 16औं शताब्दीको मान्न सकिन्छ। नारायण स्थानको ठीक पूर्वपट्टि एक विशाल ढुङ्गाको गरुडको मूर्ति रहेको छ। कश्यप र विनिताको छोरा मानिने गरुडलाई नारायणको वाहन मानिन्छ। गरुड पंक्षी हो तापनि मानवाकार रूपमा मन्दिरको अगाडि स्थापना गर्ने प्रचलन रहेको छ। यसमा स्थापना गर्ने व्यक्तिको मुखाकृतिसँग मिल्ने गरी बनाइन्छ। नारायणहिटी नारायण स्थानमा राखिएको गरुडको मूर्ति उत्तर लिच्छवी कालको होइन। यो मूर्ति प्रताप मल्लले हनुमान ढोकामा स्थापना गरेका हुन्, पछि फापेन भनेर यहाँ ल्याएर राखेका हुन्। नारायण स्थानमा रहेको गरुडको मूर्ति 2 फुट जति माथि उठाइएको जलहरीमाथि राखिएको छ। 5 फुट अग्लो देखिने गरुड मूर्तिले दाहिने घुँडा टेकेर अञ्जुली मुद्रा अर्थात् हात जोडी बसेको देखाइएको छ। ओजस्वी मुखाकृति भएको गरुडले गलामा सर्पको हार, पाखुरामा सर्पको बाजु र नाडीमा सर्पकै बाला लगाएको देखिन्छ भने दुवैतिर पखेटा फिजाई भक्ति साथ रहेको छ। लाम्चो आँखा र चुच्चो नाकले पूर्व मध्यकालको कलाको प्रतिनिधित्व गर्छ। यसको पछाडि ढलौटको घण्टा राखिएको छ, जुन विक्रम सम्वत 1842 मा श्री 5 सुरेन्द्रले स्थापना गरेका हुन्। वरिपरि अन्य दर्जनौं घण्टाहरू छन्, जुन विभिन्न समयमा राजा महाराजा एवं भक्तजनहरूले स्थापना गरेका हुन्। यसरी एउटै प्राङ्गणमा भगवान श्री नारायणको वरिपरि रहेका यी विभिन्न देवी देवता देख्दा यस्तो लाग्छ यो सानो स्वर्गमा यी देवताहरू लुटुपुटु गर्दै बसिरहेका छन् आफ्नै संसारमा। नेपालमा गणतन्त्र आउनुभन्दा अगाडि नारायणहिटी नारायण स्थानको पुजारी राजदरबार सचिवालयको सहमतिमा गुठी संस्थानबाट नियुक्त गर्ने परम्परा थियो। स्वाभाविक रूपमा प्रत्येक दिन नित्य पूजा निकै तन मनका साथ गरिने यस मन्दिरमा पहिला भव्य चतुर्भुज नारायणको पूजा गरेपछि वरिपरि रहेका अन्य मन्दिरमा पनि पूजा गर्ने र शङ्ख घण्टको मर्मस्पर्श ध्वनि तरङ्गहरू मन्दिरभरि फैलाउने गरिन्छ। अर्को निकै चाखलाग्दो र महत्त्वपूर्ण कुरा के छ भने नित्य पूजाको लागि प्रत्येक दिन जल चाहिँ हाल सडक पारिरहेको नारायणहिटी अर्थात् पोखरी स्थित ढुङ्गे धाराबाट ल्याउने गरिन्छ, जुन मन्दिरको स्थापनादेखि नै चल्दै आएको चलन हो। त्यसै गरी बिहान नित्य पूजा गरे जस्तै प्रत्येक साँझमा पनि पूजा आरती गरिन्छ। र श्रृङ्गार उतार्नु गरिन्छ। नित्य पूजा र आरतीको लागि सरकारबाट वार्षिक रु 8,000 प्रदान गरिँदै आएको छ। आजको महँगीमा यो रकम निकै कम भएकोले मन्दिर व्यवस्थापनमा कठिनाई हुँदै गएको कुरा हालका पुजारी बताउँछन्। महिनाको 8,000 पूजा खर्चले 12,96,000 पूजा खर्च लाग्यो। मैले पाउने स्रोत भनेको 72,000। कसरी चलाउने यो मन्दिर? बडो दुःख लाग्दो कुरो। कुनै निकायले पनि यसलाई वास्ता गरेन। गुठी संस्थानले पटक पटक गएर मैले वर्षै पछि गएर चाहिँ यस मन्दिरमा रुख पलाएको, रङ रोगन नभएको, भजन मण्डपमा पानी चुहेको, यहाँ मन्दिरका
वरिपरि सतल्काएर ढुङ्गा पनि फुटेका छन्। भूकम्पले चर्काएको छ, भत्काएको छ। बारम्बार भन्दाखेरि पनि कसैले सुनवाई गरेका छैनन्। शौचालयको लागि कुनै व्यवस्था छैन। विभिन्न भक्तहरूबाट सहयोगका काम भएर तिनै भक्तका सहयोगहरूले समय चलाएको छु। नारायणहिटी नारायणस्थान मन्दिरमा विभिन्न पर्व एवं समयहरूमा पर्व पूजा पनि गरिन्छ। सो समयमा भक्तजनहरूको विशेष उपस्थिति रहने गर्छ। श्रीकृष्ण जन्माष्टमीमा त राति विशेष पूजा गरेर भोलिपल्ट नारायणको खट यात्रा बाजा गजासहित विभिन्न स्थानमा घुमाउने गरिन्छ। मन्दिरदेखि नारायणहिटी पोखरी, रत्नपार्क, असन, हनुमानढोका दरबार, काठमाडौँ गणेशस्थान, नरदेवी, रानी पोखरी, कान्तिपथ हुँदै पुनः मन्दिरमा ल्याएर भित्र्याउने गरिन्छ। श्री नारायणहिटी नारायणस्थान मन्दिरको कुरा गर्दा हामीले छुटाउनै नहुने कुरा हो यससँगै जोडिएर आउने नारायणहिटी अर्थात् सँगैको पोखरी। हाल सडक पारी परे पनि पहिला सँगै रहेको यो पोखरी कसैले अंशु वर्माले राजाको प्यास मेट्न बनाएका हुन् भन्ने पनि गरेका छन्। यद्यपि यस पोखरी र यहाँ रहेका कलात्मक धाराको बारेमा फरक किम्वदन्ती पाइन्छ। तीमध्ये सबैभन्दा प्रचलित किम्वदन्ती यस प्रकार छ। राजा विक्रमसेनले आफूलाई राजतिलक दिने राजा श्री धर्मागतको नाउँमा दरबारको दक्षिण पश्चिम भागमा चतुर्मुख नारायण स्थापना गरी नारायणहिटी धारा बनाई सँगै दुर्वा कुण्ड पनि बनाए। सो धाराबाट प्रत्येक दिन एउटा फूल समेत आउने गर्थ्यो।
सो फूल लगाउने मानिस ज्ञानी र धर्मात्मा हुन्छ भन्ने विश्वास थियो। पछि उनका छोरा विक्रम केसरीका पालामा सो धारा बन्द भयो। त्यसपछि राजा केसरीले ज्योतिषहरू बोलाई भेला गरे र धारामा पानी नआउनुको कारण र आउने उपायको खोजी गर्न लगाए। ज्योतिषहरूले निष्कर्ष निकाले कि 32 लक्षणले युक्त व्यक्तिको बलि दिएमा सो धाराबाट पानी आउनेछ। राजा निकै धर्मात्मा थिए, त्यसैले अरू कुनै व्यक्तिलाई खोजी ल्याएर बलि दिन उनको मनले मानेन। यता पानी नपाएर आफ्ना प्रजाहरू छटपटाइरहेको हेरेर बस्न पनि सकेनन्। खोज्दा खोज्दा उनले दरबारमा भेटे कि उनी र उनका छोरा भूपकेशरी मात्र 32 लक्षणले युक्त रहेछन्। त्यसपछि उनी झन बिलख बन्दमा परे अनि अन्तिममा निर्णय गरे कि आफै बलि चढ्ने। अनि छोरालाई बोलाएर भने कि आज राति मध्यरातमा एउटा पिशाच धाराको नजिकै सेतो वस्त्र ओढेर सुतेको हुनेछ। तिमीले गएर त्यसको मुख नहेरी शिर छेदन गरिदिऊ। राजकुमार भूपकेशरीले पिताको आज्ञा सिरोपर गरी मध्यराति धाराको नजिकै गए। नभन्दै सेतो वस्त्र ओढेर केही सुतिरहेको थियो। उनले हेर्दै नहेरी बुबाको आज्ञा सिरोपर गर्दै त्यसको शिर छेदन गरिदिए। त्यसपछि धारामा पानी बग्न थाल्यो। तर धारामा खड्ग धुन जाँदा पिताको हत्या गर्ने व्यक्तिको मुख हेर्नु हुँदैन भनी ढुङ्गे धाराको सुँड पछाडि फर्के। त्यसैले यी धाराहरू पछाडि फर्केका हुन् भन्ने कहावत पाइन्छ। बाबुकै आज्ञा मान्दा अन्जानमा बाबुको हत्या गरेका राजकुमार जो पछि राजा भए भूपकेशरी, उनले पछि विभिन्न देवी देवताको पूजा स्थापना आदि गरेर पापबाट मोक्ष प्राप्त गरे भन्ने भनाइ छ। संरक्षण र प्रवर्तनको पर्खाइमा रहेको यो ऐतिहासिक र सांस्कृतिक पोखरीको महत्त्व हिजो, आज र भोलि उत्तिकै छ। यसरी धार्मिक, सांस्कृतिक, कलात्मक सबै हिसाबले अब्बल नारायणहिटी नारायणस्थान मन्दिर र यसको परिसर तथा नारायणहिटी पोखरीको उचित संरक्षण, प्रचार प्रसार एवं प्रवर्तन गर्नु जरुरी देखिन्छ। राज्यले सबै चाहिँ आफ्नो अन्डरमा ल्याएपछि अब त्यो गुठीले गर्न सकेन। गुठी हाम्रो हिजो त आफ्नै गुठी हो नि। त्यो कुरो सबै चाहिँ सरकारले रेकर्ड पढ्ने गरेर जग्गाहरूबाट सरकारले, अनि त्यसबाट आम्दानी के भन्छ, अनि आम्दानी सबै सरकारले खाने, अनि मन्दिर चाहिँ नबनाउने। यो सबभन्दा सरकारको चाहिँ नरम नीति हो। त्यहाँ बेला बेलामा यहाँ जीर्णोद्धार गरेको देखिँदैन। पुरातत्व संरक्षण ऐन 2013मा पनि कि त उनीहरूले संरक्षण गर्नुपर्ने हुन्छ, कि त भक्तजनहरूबाट आएको पैसाले मन्दिरको गुठीबाट चलाउनु पर्ने देखिन्छ। यसरी बेला बेलामा संरक्षण नगर्ने हो भने हाम्रा पुराना मठ मन्दिरहरू बिस्तारै लोप भएर जाने एउटा सम्भावना देखिन्छ। अब भक्तजनहरूले पनि यसलाई हामी के गर्नु पर्यो भनेर चाहिँ पटक पटक मलाई चाहिँ नि यहाँ मैले पूजा गर्दाखेरि कतिजनाले सहयोग गर्न खोज्ने, अब गर्दाखेरि गुठी संस्थानले पनि केही नगरिदिने, पुरातत्वले पनि केही नगरिदिने र चाहिँ नि भक्तजनहरूलाई पनि गर्न नदिने। त्यो हिसाबले गर्दाखेरि अब यस्तै हिसाब हुने हो भनेदेखि त हाम्रो यो नेपालमा जति मन्दिरहरू छन् भोलि गएर यस्तै यहाँको जस्तो नि समस्या नआउला भन्ने कुरो चाहिँ छैन। वैष्णवहरूका मुख्य देवता भगवान विष्णु अर्थात् नारायण भए पनि सम्पूर्ण हिन्दूहरूको आस्थाको प्रतीक यो मन्दिर काठमाडौँको त मुटुमा छ नि, सम्पूर्ण नेपालीहरूकै मुटुमा पनि बसिरहोस् भन्नका लागि जीर्णोद्धार र संरक्षण गर्नु अत्यन्तै जरुरी देखिन्छ।